विद्यार्थीले समेत कति एआईको ज्ञान लिइसके, म भने अहिलेसम्म केही ज्ञान लिन सकिरहेको छैन। होइन, एआईको ज्ञान म कसरी लिन सकौँला? यदि तपाईँहरू पनि यस्तो सोचिरहनु भएको छ भने अब यो भिडियो तपाईँकै लागि हो। यो भिडियोलाई अन्त्यसम्म हेर्नुहोला। आजको डिजिटल युगमा एआईले शिक्षकहरूको दैनिक कामलाई छिटो, सजिलो पनि गरिदिने, प्रभावकारी पनि गरिदिने यस्तो महत्त्वपूर्ण सहयोग गरिरहेको छ। शिक्षकका लागि मात्रै नभएर अरू क्षेत्रमा पनि एआई त महत्त्वपूर्ण छ नै। सुरुमा म चर्चा गर्छु क्युरीपोड फर टिचर। क्युरीपोड भन्ने एआईले के गर्छ त? कक्षा कोठामा प्रत्यक्ष सहभागिता बढाउनका लागि, लाइभ पोल गर्नका लागि, वर्ड क्लाउड बनाउनका लागि र इन्टरेक्टिभ एक्टिभिटी बनाउनका लागि यो साह्रै महत्त्वपूर्ण छ। त्यसपछि दोस्रो नम्बरमा रहेको छ कन्कर एआई क्विज मेकर। यसलाई हामी क्विज मेकर पनि भन्छौँ। जुनसुकै कक्षा र विषयका लागि तुरुन्तै क्विज तयार गर्नका लागि गुगल फर्ममा पठाउन सकिने किसिमको एआई हो यो। यसैले यो पनि महत्त्वपूर्ण छ। अर्को एआईको नाम हो, हजुरहरूलाई भन्छु म, फर्मेटिभ एआई। विद्यार्थीहरूको डिजिटल प्रश्नको उत्तर दिँदै गर्दा रियल टाइम ड्यासबोर्डबाट हेर्नका लागि, मूल्याङ्कन गर्नका लागि र फिडब्याक दिन समेत उपयोगी छ यो। त्यसैले यो पनि इम्पोर्टेन्ट छ। त्यसै गरी अर्को एआई हो प्याडलेट, PADLET। यो विद्यार्थीहरूलाई ग्रुप वर्क गर्नका लागि, प्रोजेक्ट र विचार आदान प्रदान गर्नका लागि एउटा साझा डिजिटल कोल्याबोरेसन वाल उपलब्ध गराउँछ। त्यसैले यो पनि एउटा इम्पोर्टेन्ट टिचरका लागि एआईको टुल रहेको छ हेर्नु मित्रहरू। त्यसै गरी मेजिक स्कुल एआई लेसन प्लान बनाउनका लागि, वर्कसिट बनाउनका लागि, क्विज बनाउनका लागि, रुब्रिक बनाउनका लागि, साथै एसेसमेन्ट गर्नका लागि विभिन्न शिक्षण सामग्री तयार गर्नु छ भने यो धेरै महत्त्वपूर्ण रहेको छ मित्रहरू। त्यसै गरी डिफिट, कुनै पनि टपिकलाई वा टेक्स्टलाई विद्यार्थीको स्तरअनुसार रिडिङ मटेरियल, क्वेसन, एक्टिभिटीमा चेन्ज गर्नु छ, रूपान्तरण गर्नु छ भने हामीलाई यो एआईको एकदम खाँचो छ मित्रहरू। त्यसै गरी क्यानभा फर एजुकेसन। यो क्यानभा भन्ने अब डिजाइनका लागि त महत्त्वपूर्ण छ नै। त्यसै गरी प्रेजेन्टेसन, वर्कसिट बनाउनका लागि, पोस्टर डिजाइन गर्नका लागि, इन्फोग्राफिक बनाउनु पर्यो भने त्यस्तो अवस्थाका लागि, साथै सर्टिफिकेटहरू बनाउनका लागि र आकर्षक शिक्षण सामग्री बनाउनका लागि पनि साह्रै महत्त्वपूर्ण छ मित्रहरू। त्यसै गरी क्विजिज, QUIZIZZ, क्विजिज एआई भन्नेले इन्टरेक्टिभ क्विज बनाइदिन्छ र विद्यार्थीहरूलाई खेल मार्फत नै सिक्ने वातावरण बनाउनका लागि सहयोग गर्छ। त्यसैले यो साह्रै महत्त्वपूर्ण छ। त्यसै गरी काहुत भन्ने छ। काहुत एआईले विशेष गरी तपाईँको सब्जेक्ट अनुसारको क्विज बनाइदिन्छ र तपाईँको इन्टरेक्टिभ क्लासरुम गेम तयार गरेर रमाइलो र रोमाञ्चक तरिकाले सिकाउनका लागि, एकदम इफेक्टिभ टिचिङका लागि यो एकदम इम्पोर्टेन्ट छ गेमिफाइडमा। ब्रिस्क टिचिङ भन्ने छ अर्को। वेबमा उपलब्ध सामग्रीलाई तपाईँको लेसन, क्विज बनाउने, फिडब्याक लगायतका शिक्षण सामग्रीमा छिटो ट्रान्सफर्म गर्नका लागि यो एआईको जरुरत पर्छ मित्रहरू। त्यसै गरी गामा एआई, विषय वा टपिक दिएर प्रेजेन्टेसन तथा शिक्षण सामग्रीको प्रारम्भिक ड्राफ्ट बनाउनु छ भने यो पनि कम्ती छैन मित्रहरू। त्यसै गरी अब नोटबुक LLM को त मैले केही कुरा गर्नु नै छैन, तपाईँहरूलाई धेरै थाहा होला। नोटबुक LM चाहिँ सबै टिचरहरूको महत्त्वपूर्ण साथीको रूपमा हो। यसले PDF बनाइदिन्छ, नोट्स बनाइदिन्छ, डकुमेन्टबाट समरी बनाइदिन्छ, तत्काल प्रश्न सोधेर त्यसको आन्सर, अध्ययन सामग्री बुझ्नलाई पनि साह्रै मद्दत गर्छ मित्रहरू। त्यसै गरी गुगल जेमिनीको कुरा त के गर्नु नि, होइन? गुगल जेमिनीबाट त त्यत्रो आइडियाहरू छ। लेसन प्लानहरू बनाउन सकिन्छ, एक्सप्लानेसन गर्न सकिन्छ, क्वेसन बनाउन सकिन्छ, ब्रेनस्टर्मिङ तथा विभिन्न किसिमका शिक्षण कार्यका सहायक कार्यको रूपमा लेसन प्लान बनाउनु, विभिन्न कार्यमा यसको युज गर्छु। ChatGPT त हेर्नु अहिले सबैले युज गरिआएको हो। लेसन प्लान यसैबाट बन्छ, प्रश्नपत्र बन्छ, क्विज बन्छ, रुब्रिकहरू बन्छ, विद्यार्थी अनुकूलको एक्सप्लानेसन गर्नका लागि विभिन्न त्यस्तो किसिमको हामीले प्रम्प्ट दिएर शिक्षण सामग्री तयार गर्नु छ भने तत्कालै हामीले बढीभन्दा बढी प्रयोग गर्ने टुल भनेको ChatGPT हो। यो हजुरहरूले नै युज गर्नुभएको हो। त्यसैले म भन्छु यो लगायत जुन धेरै किसिमका अरू पनि हामीलाई शिक्षणमा काम लाग्ने खालका टुलहरू छन्, हामीले प्रयोग गर्न सक्छौँ। यो युगमा अलिअलि एआईको सहायता पनि लिनै पर्छ, तब शिक्षणलाई अझै प्रभावकारी र महत्त्वपूर्ण बनाउन सकिन्छ। हस्त, नमस्कार।